प्रशस्त है गरे यही बारीमा सुन फल्छ यी यसरी किसानहरूले ल हेर्नु त कति मजाले काम गरेर मकै छरेर खेती गर्नु भएको छ उहाँहरूलाई चाहिँ सल्युट छ है। यहाँ चाहिँ यसरी खेती भएको छ। ऊ त्यो पारिपट्टिको पाखो चाहिँ पुरै बाँझो छ। त्यहाँका मान्छेहरू चाहिँ सबै यहाँबाट बसाइ सरेर तराईतिर सहर बजारतिर गए। बारी पुरै बाँझो छ है। यहाँका चाहिँ यहीँ बसेका छन्, यसरी काम गरेछन्। काम गरेकै हेर्न मन छ भने पनि यी मकै खन्दै हुनुहुन्छ कि उहाँहरू। यस्तो एक्सर्साइज पनि भएको छ। उहाँलाई जिम जानु पनि परेन, ताजा स्वच्छ खाना पनि पाइयो। यस्तो ओके बाई बाई। कालीगण्डकीको किनारमा यो नेपालमै धेरै लोपोन्मुख हुँदै गइरहेको गिद्ध अर्थात् जटायु 1 2 3 4 5 6 7 8 9 10 दुई चारवटा उतातिर उडिसक्यो। यहाँ मजाले यहाँ बसिरहेछ। उता एउटा उडेर गइरहेछ। त्यहाँ तीनटा रहेछ। त्यहाँ यहाँ चाहिँ यो बिस्तारै यिनीहरूले खानेकुराहरू पाउन छाडे। त्यसैले गर्दाखेरि लोप हुँदै गइरहेको। पहिले पहिले यिनीहरूको लागि खानको लागि विभिन्न गाईबस्तु मरिसकेपछि त्यसलाई फालिन्थ्यो, त्यही खान्थ्यो। आजभोलि त गाईबस्तु नै मान्छेले पाल्न छाडिसके। त्यसपछि र फेरि सँगै खुल्ला पाल्न पनि छोड्यो। यिनीहरूले खाने आहार नै पाउन छाडेपछि लोप हुँदै जानु पनि सामान्य रूपमा लिनुपर्ने हुन्छ। यो गिद्ध अर्थात् नमस्कार सबैमा गुड मर्निङ, शुभ प्रभात। हामी यति बेला यो कालीगण्डकी किनारमा छौँ। यसरी कालीगण्डकी सलल बगिरहेकी छिन्। कालीगण्डकीको बिचमा आएर यहाँ निकै लोप हुँदै गइरहेको